खै भने कुरा के भनेको थिएँ मैले भन्नु ल फेरि खै भात खाएर जानु भनेको क्या के अरे भात खाएर जानु भनेको के अनि मैले के भने तैँले मलाई यहाँ खानै मन लाग्दैन भनिस् नभएको नभएको देखेको मैले यस्तो मान्छे कस्तो कस्तो जाउँ एक दिन गएर भात खाउँ एक दिन त बस्छु म पनि आनन्दले तपाईँ रुममै बस्छु म त एक दिन माइती गराउँछ है भन्ने त हुन्छ नि मान्छेको उसलाई जान्न भनेपछि त किरा चढ्छ नि हौ के त पुऱ्याइदिन्छु म पुऱ्याइदिन्छु बसेर आइज भन्दा नि नमाने के हो अचम्म है यस्तो पनि अचम्म देख्नु पर्नु बाबा यता हेर्नु न कसले कता कता हेर भन्छ नि तर कसले हेर्छ बाबाले धेरै फोटोज खानु हाल्नु भएको छ यता हेर्नु त फेरि अघि मलाई के भन्दै हुनुहुन्थ्यो मम्मी यहाँ आउनु त यहाँ आउनु न यहाँ के भयो अरे मनै नभएको उतै बस्न मन भयो कता कपन लागेर 2 वर्ष राखेर अब यता नआउने गरी जाँदा मात्रै आउने त्यस्तो केही पनि होइन मलाई सबैजना मिलेर सासू ससुरा सालो सबैजना मिलेर ज्वाइँ सबैजना मिलेर मलाई एक्लो बनाएर खालि मलाई कराएको गर्नुहुन्छ आमा बाउ र सासू ससुरै नचिन्नेलाई के भन्नु ज्वाइँको सासू ससुरा होइन त के आमा बाउ सासू ससुरा ज्वाइँ मिलेर मलाई एक्ला बनायो भनेपछि कसको सासू ससुरा पर्यो सबै एकलौटी भएर बोल्दाखेरि बा आयो एउटा सिकेर अर्को पनि देऊ साथीहरू हाम्रोतिर चाहिँ यस्तो पनि हुन्छ है यस्तै हुन्छ है सबैजना एकचोटि एकैतिर मिल्ने हो मलाई एक्लै बनाउने अरूतिर चाहिँ सबैजना आफूतिर मिल्छन् यहाँ हाम्रोमा चाहिँ त्यस्तो छैन है फेरि सबैजना उता मिल्छन् ज्वाइँतिर मिल्छन् यसरी खानु खालको छोरी परेको छ माइत आउन मन नगर्ने घरमै बस्ने धेरै मन गर्ने आउँदै नआउने के त्यो के होस् आउने सबैतिर आफै गर्दै एक्लै दाङ्नु होइन म सधैँ गर्छु भने त्यो दिन एक दिन म गरिदिनु भनेको राम भयो त्यो नहुँदो रहेछ के हो देखि उठेर खट्नु पर्ने हो नि बजार आउनुपर्छ छोरा मान्छेले गाउँमा चिया पाइन्छ बजारमा चिया पकाएर उठेर ओछ्यानमा पुर्याइदिनु पर्छ नत्र चिया खाजा भेट्नलाई गाउँमै जानुपर्छ के चढेपछि अरे बाबा छोरा मान्छे बाघै हो तर अब छोरी मान्छे चाहिँ बाघको टाउको माथि चढेपछि अनि पार्वती टाउकोमा चढेपछि काम पुगौँ यो घना घोर मलाई भएन यो मलाई कोबाट सपोर्ट मिल्छ गर्नु होला कमेन्टमा म यहाँ सबैभन्दा एक्लै भइसकेँ सबैजना मिलेर